दर्शकबिन चलचित्र आबाट आमाको अपार सफलतापछि आबाट आमाको सिक्वेल आबाट आमा 2 बन्ने भएको छ। यस चलचित्रलाई चन्द्र पन्थले निर्देशन गर्ने भएका छन् भने नायक पवल शाहको जन्मदिनको अवसर पारेर चन्द्र पन्थले फेसबुकमा पोस्ट गर्दै लेख्छन्, ह्याप्पी बर्थडे पवल भाइ, इट इज गिफ्ट फर यु माई ब्रदर, लभ यु। यो दशैंमा आबाट आमा 2 लिएर आउने बाचासहित आबाट आमालाई यति धेरै माया गरिदिनु भएकोमा धन्यवाद भन्दै एक टिजर पनि पोस्ट गरेका छन्। उक्त टिजरको पोस्टमा नायक पवल शाहलाई सुकेको झारमाथि एक खुला मैदानमा धुलो मैलो खुट्टा र मुखमा रगत सहित एक तनावग्रस्त स्थितिमा देखाइएको छ र लेखिएको छ, आउँछु भन्ने झुटो आशामा आमाले वर्षनी जमरा छरिरहन्छन्। दर्शकबिन चलचित्र आबाट आमाको सिक्वेल टु आमा 2 बन्ने भएपछि यति बेला आम नेपाली दर्शकबिनमा कौलतता छाएको छ। अझ साँच्चै भनियो भने उक्त टिजरमा जुन नायक पवल शाहलाई एक प्रकारको फरक दृश्यमा देखाइएको छ, एउटा चौरमा झारमाथि बसेर धुलो मैलो अवस्थामा, कपडा पनि पुरानो छ, कपाल बालहरू पनि त्यस्तै छ, त्यसै गरी तपाईँको मुखमा र खुट्टामा रक्तमय भएको देखाइएको छ। त्यो अत्यन्तै आश्चर्यजनक छ र आम नेपाली दर्शकबिनलाई यो फिल्म कस्तो बन्ने होला, यसको कथावस्तु कस्तो हुने होला, कुन कुन कलाकारहरूले काम गर्ने होला, यो चलचित्रको सुटिङ कहिलेबाट हुने होला, यो चलचित्रको बजेट कति रहने होला भन्ने आम इत्यादि कुराहरूले दर्शकबिनहरूलाई कौतुकता छाएको छ र हामीले आगामी दिनहरूमा यस चलचित्रमा कुन कुन कलाकारहरूले काम गर्नेछन्, यो चलचित्रको बजेट कति हुनेछ, चलचित्रको सुटिङ कहिले हुनेछ आदि इत्यादि कुराको जानकारी लिएर आउनेछौँ। कृपया यदि तपाईँले हाम्रो युनिक च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँग जोडिनु होला, किनकि दर्शकबिन हामीले यस च्यानलबाट यस्तै नयाँ ताजा अपडेटहरू लिएर आउनेछौँ। नेपाली बक्स अफिस कलेक्सन, एक्टर बायोग्राफीहरू, फिल्मी न्युज सम्बन्धी सम्पूर्ण नयाँ ताजा अपडेटहरू लिएर आउने हुनाले हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिन नबिर्सिनु होला। आगामी दिनहरूमा हामीले चलचित्र आबाट आमाको न्युजहरू र यसको बजेट, यो चलचित्र कहिले सुटिङ हुन्छ भन्ने कुराको जानकारी दिने नै छौँ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।